साथीहरु यहाँहरु सम्पूर्णलाई यो भिडियोमा हार्दिक स्वागत छ। आज चाहिँ मैले खेती गरेको यो सिमी फलेको छ र यो फलेको सिमी चाहिँ अब आज बजार पठाउनका लागि भनेर टिप्दै छु। खासमा घरमा खानका लागि भनेर गरिएको सिमी अब घरमा खान पुगेर पनि बेच्ने भयो। खासमा तपाईहरुलाई लाग्न सक्छ यो सिमी फलाउँदै गर्दाखेरि यो औषधिहरु प्रयोग गरेर फलायो कि भन्ने हुन सक्छ, तर यो हामीले कुनै पनि औषधि हालेका छैनौं यसमा चाहिँ है। हेर्नुस् औषधि विषादी चाहिँ प्रयोग गरेका छैनौं हामीले सिमीमा। यो चाहिँ विशुद्ध अर्गानिक छ हाम्रो र यो हजुरहरुलाई पनि आवश्यक पर्छ भने सम्पर्क गर्न सक्नुहुन्छ है। हामी अर्गानिक नै गर्छौं खास गरी र यसरी अब यो सिमी रोप्दाखेरि त्यति धेरै दुःख पनि हुँदैन, तर फल्दाखेरि यति राम्रो फल्दाखेरि चाहिँ एकदमै रमाइलो लाग्दो रहेछ। त्यसकारण यो भिडियो बनाए साथीहरु। यसरी अब कोही कौलो पनि छ, अब कोही छिप्पिसकेको छ। यो सहित हामीले 3 चोटी चाहिँ यो तरकारी चाहिँ यो सिमी बजार पठाइसकेका छौं। अब यो सहित 3 चोटी हुन्छ यो अहिलेको सहित हैन। यस्तो छ खासमा र यो भन्दा पहिला 2 चोटी बजार पठाइसक्यौं। अब यो चाहिँ 3 चोटी पुग्छ। हेर्नुस् त यसरी फलेको छ के है। मेहनत गरेपछि हुँदो रहेछ भन्ने चाहिँ पक्कै हो। नेपाललाई त्यसै कृषि प्रधान देश भनेको त होइन, तर पछिल्लो समय अलि धेरै चाहिँ विषादीहरु प्रयोग गरेर पनि फलाउनु भएको हुन्छ। तर विषादी प्रयोग नगर्दा किराको रोगको चाहिँ अलिकति डर नै हुन्छ, तर पनि घरेलु केही उपचार विधिहरु प्रयोग गरेर गर्यो भने त्यो पनि अलिकति केही न्यूनीकरण गर्न सकिन्छ। त्यसको पनि थोरै आइडिया छ हामीलाई हैन। त्यसकारण त्यो पनि कहिलेकाहीँ गर्छौं। अब किरा लागिहाल्यो भने, नत्र भने त अब किरा लागेन राम्रै भयो भने किन गर्नु पर्यो भन्ने हो। र यो चाहिँ अर्गानिक हो है, विशुद्ध अर्गानिक सिमी हो यो। खासमा हामीले औषधि हालेका छैनौं, औषधि प्रयोग गरेका छैनौं यो सिमीमा। यहाँनेर हेर्नुस् त यसरी फलेको छ। खासमा घरमै खानका लागि भनेर गरिएको सिमी खेती अब बजार पठाउने भयो। आज सहित 3 चोटी हुन्छ यसरी चाहिँ फलेको छ है। हस्, यो भिडियो हेर्नुभयो यहाँहरु सबैलाई धेरै धन्यवाद र हाम्रो च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला, शेयर गर्नुहोला र अझ धेरै साथीहरुमा पुर्याइदिनु होला भन्ने अनुरोध गर्न चाहन्छु। र सम्पूर्ण जतिले चाहिँ यो भिडियो हेर्नु भएको छ सबैले एकचोटी चाहिँ सब्स्क्राइब गर्न चाहिँ नभुल्नुहोला। हस्, धन्यवाद, नमस्कार।